सो हे गाइज वेलकम ब्याक। सो आज हामी फेरि त्यो पुरानो एपिसोड जस्तै खेल्ने माइनक्राफ्ट र आजको न्यू च्यालेन्ज छ जो कि हामी अब नो क्रिएटिभ मोड र अब हामी यो जङ्गलहरूको बिचबाट हामीले एउटा घर बनाउँदै र पुरानो रियल प्लेयर जस्तो गर्नेछौँ। सो लेट्स स्टार्ट। त्योभन्दा पहिला हामीले वुड काट्नुपर्छ। ओके वुड काटौँ पहिले, रुखलाई पुरा खोक्ला गरिदिन्छु म। सो गाइज 10 मिनट आएर हामीले त माइन गऱ्यौँ। अब हामीले क्राफ्टिङ टेबल कसरी चाहिँ बनाउने हो, क्राफ्टिङ टेबल बनाउने हेर्नु पर्यो कसरी बनाउने। सो गाइज वुडहरू कलेक्ट गरेर हामीले एउटा क्राफ्टिङ टेबल त बनायौँ। अब यसले हामी प्लेस गर्छौँ। सो गाइज फाइनली त्यसले हामी एउटा वुडन पिक्याक्स त गरायौँ, वुडन एक्ट गरायौँ। सो अब क्राफ्टिङ टेबल राखौँ हाम्रो इन्भेन्ट्रीमा र जाम अब यो जङ्गललाई एक्सप्लोर गर्न र केही अरू चिजहरू नि पाउन र घर बनाउन। सो गाइस जाम अब जङ्गल एक्सप्लोर गरौँ। त्यसको एउटा त हामीलाई यहाँदेखि निस्किने बाटो पनि चाहिन्छ र निस्किने बाटो खोज्नको लागि एउटा टेक्नोलोजी लाउनुपर्छ जो कि यहाँ टोटली माइन गरौँ निस्किने बाटो खोज्नको लागि। लेट्स गो तेरो डट काम लाउला जाएको। गाइस यति डट काफी नै छ होला, 15वटा डट छ टोटल र यो ठाउँ छ। पहिला त मिनट यहाँदेखि निस्किने बाटो अब यो रुख माथिबाट चढेरै थाहा पाउँछौँ। स्पाइडरम्यान निन्जा हतडी भनेर हिँड्छौँ हामी यहाँ। निन्जा हतडी तर यस्तो स्यान्डी प्लेसमा जाने कि नै नजाने होला। यो रुखे जङ्गल भएको ठाउँ हो। वाउ भेरी ब्युटिफुल। अरे कहाँ डट लगाएर मैले। ओके लेट्स गो। मलाई नचाहिने बेला डट युज गर्छु क्या। गाइस यहाँ हामी निस्किने त हो तर अलिकति नन स्यान्डी प्लेस। ओ शिट के करायो भर्खर सुन्नुभयो? त्यही त कराएको थियो र त्योभन्दा पहिला फेरि माथि चढ्नु पर्यो। अरे के गरेर चढ्यो। ओके यहाँ चाहिँ निस्क्यौँ। एउटा रिभर छ गाइस, रिभरको पछाडि नि स्यान्ड, रिभरको अगाडि नि स्यान्डै स्यान्ड। अब रिभरमा स्विमिङ गर्न त मलाई आउन्न। राति हुन लाहा सक्नुहुन्छ, राति हुन लाहा पछाडि सनसेट हुँदैछ र यहाँ हामी पहिला त जम्प हान्छौँ। मछली झुल्किँदा नि यता भोक्ला छ यता है। हेलो नमस्कार। मछली झुल्किरानी हमको खाना है, मछली झुल्किरानी भोक्ला छ। भोक्ला छैन त्यही पनि भोक्ला छ। मलाई के भन्नु खानेलाई खाने हो। सायद अब स्यान्डी प्लेसमा जानु पर्यो। सो
सनसेट भइसकेको छ र नाइट हुन लागिसक्यो र ब्याम्बू वाला फरेस्ट रहेछ। यहाँ पाण्डाहरू पाइन्छ, पाण्डुहरू पाण्डा भन्छन्। हामीलाई रातिको लागि बेड नि चाहिन्छ र बेड हामीलाई दिन्छ। एक सेकेन्ड, अरे मम्मी रे निस्किनु पर्यो। अरे बम्बू का तम्बू गरिदिन्छ। सो गाइस बम्बू का तम्बू गराउनु पर्यो अब। यो बम्बूले डिस्टर्ब गर्यो हामीलाई। फेरि यो बम्बूलाई नि फाल्नु पर्यो। बम्बू जा 1 2 एउटा कलेक्ट गर्न मात्रै धेरै छ जानु त। जस्तो डट चाहिन्छ किनभने पछि के हुन सक्छ। र अहिलेको लागि हामी डटको बेस बनाउँछौँ। डटको घर बनाउँछौँ अब। लेट्स गो। तर घर बनाउनलाई नि त ठाउँ त चाहिन्छ नि। र अहिले राति भइरहेको त्यही भएर डर लागिरहेको। आइडिया त्यहाँ बनाऊँ हाम्रो घर। सो यहीँ बनाऊँ अहिलेको लागि घर र म बेड नि क्राफ्ट गर्छु। ओके सो यो लास्ट डट हाम्रो घरको लागि जो कि कम्प्लिट भयो। र अझ हाम्रो डट बाँकी नै छ र अब बेडको व्यवस्था गर्नु पर्यो। एक सेकेन्ड, दिस इज टेक्नोलोजी। सो गाइस बेडको व्यवस्था गर्नको लागि पहिला वुड काटौँ हामीले, जो कि यही छ। र हाम्रो सिप पनि चाहिन्छ जो कि म भेट्टाइहाल्छु र बेड बनाइहाल्छु म। लेट्स गो। सो गाइस बेड त बन्यो। मजा आजको रात यही जङ्गलमा झोपडीमा बिताउनु पर्यो। लेट्स गो। न यहाँ केही सेफ्टी छैन केही। यहाँ बेड बिछाउने नि यसरी सुत्दिने। सो अब बिहानको बेड छ। गाइस बिहान नि भइसकेको छ र बेड हामीलाई चाहिन्छ जो कि मैले राख्छु। ओके सो जाऊँ यो बम्बूको तम्बूवाला फरेस्टलाई छोडेर। यहाँ वाटरमेलन रहेछ त्यसलाई खानलाई हुन्छ मस्त। अझ एउटा फरेस्ट गरौँ। 64 जति चाहिन्छ। 10 भयो। 16 21 24 31 Oh my god. So अब यिनीहरू दुईटा जति हुन्छ त्यति नै लिएर जाने। त्यसपछि जति यहाँ त हामी जान्छौँ बम्बूको तम्बूवाला फरेस्टबाट निस्केर। बम्बूको तम्बूवाला फरेस्ट अझै मलाई केही नि भएन। भुइँमा रुख कसरी आयो बे? ओए हेलो हेलो नमस्कार। के तपाईँ मेरो पेट बन्न तयार हुनुहुन्न रे? त्यसैले हामी यहाँ निस्क्यौँ। ओके सो यो बम्बूको तम्बूवाला फरेस्ट किन खतमै हुन्न। यो बम्बूको तम्बूमा म डम्बू यतिले पुग्ला नि। 64 जस्ट 1 चाहियो अब। चल पछि के जुगाड गरेर यस्तै। ओके 64 भयो गाइस। एक स्ट्याक आयो वाटरमेलन। बम्बूको तम्बूवाला फरेस्टबाट निस्किहाल्छु। ओ बियर पाण्डा
बेबी हटवे र गाइस आजको दिनमा हामी सो के गर्छौं मस्त टक्क लाएर मुर्गी कस्तो टाइपको मुर्गी हो यो अबे चिकन आयो एउटा मुर्गीलाई मारेर चिकन बनाना आयो यहाँ चाहिँ त साइड जङ्गल जङ्गल हाम्रो एउटा भिलेज चाहियो भिलेज सो भिलेज मलाई लागिरहेको यतै कतै छ योबाट जानु पर्ला भिलेजको लागि सो जङ्गलबाट यहाँसम्म आयौँ हामी र यहाँ चाहिँ हामी यता भिलेज खोजमा छौँ अहिलेसम्म ल भिलेज यो रिभर पारी छ ओके लेट्स गो ओ गाइस भिलेज देखियो या भिलेज देखियो गाइस भिलेज लेट्स गो इन द भिलेज ये सो गाइस फाइनली भिलेज हामी त्यो काँदै जङ्गल पार गरेर हामी भिलेजमा आयौँ यो मजा आइरहेको फेरि यहाँ घोडा भेटेको छ घोडा सिप भेटेको त्यो सेम सिप हो त मैले बेड बनाउनलाई युज गरेको सो भिलेज नै भेटिसकेको छ अब यो भिलेजमा हामी एउटा घर बनाउँछौँ जो कि हामीले लोकेट गर्छौँ त्यो घर यहाँ त्योभन्दा अगाडि हामी नेदरमा गएर थोरै के भन्छ त्यसलाई क्वार्टर्स ब्लक लिएर आउनेछौँ र अब अब्सिडियन लाभा र वाटर चाहिन्छ लाभा बकेट लाभा खोज्नु पर्यो लाभाको पुल यतै कतै होला भिलेजमा लाभाको पुल त हुन्छ लेट्स गो गाइस लाभा यहीँको रहेछ लाभा पनि भयो गाइस सो लाभा कलेक्ट भयो होला अहिलेसम्म गाइस हामीले अब्सिडियनमा र पोर्टल त गरायौँ अब हामीलाई फ्लिट एन्ड स्टिलको जरुरत छ जो कि अब हामीले पाउँछौँ पक्का ब्ल्याकस्मिथ तर ब्ल्याकस्मिथसित नाम सो गाइस ब्ल्याकस्मिथको घरमा त आइन्छ कि लाभा त अलरेडी हुन्छ कमाकार लाभा राखेर हुने स्टिल त हुनसक्छ कहाँ छ होला गाइस यहाँ आइरन अर छ गाइस यहाँ फ्लिट एन्ड स्टिल त मिलेन तर यहाँ आर्मर चाहिँ भेटायौँ जसले अब मस्त आइरन नै छ अब फ्लिट खोज्नु पर्यो स्टिल त यसबाट बन्छ रे तेरो आइरन मैले लिएँ बे ठिक छ नि ओके गाइस सो आइरनले अब सबभन्दा पहिला अब हामीलाई फ्लिट एन्ड स्टिल बनाउनु पर्यो लेट्स गो बनाऊँ सो गाइस ब्ल्याकस्मिथबाट हामीले फ्लिट एन्ड स्टिल भेटाइसकेका छौँ जसले हामी अब पोर्टलमा आगो लगाउँ र पोर्टल हामीले कहाँ स्पन गरेँ मैले बिर्सी भएँ कहाँ स्पन गरेको थिएँ रे यतै कतै साइड स्पन गरेको जहाँ लाभा थियो त्यहाँतिर हामीले स्पन गरेको थियौँ आई थिङ्क हामी सही डाइरेक्सनमै गइरहेको छौँ हुनसक्छ नहुनसक्छ यदि यो भयो गाइस डाइरेक्सन सही रहेको छ र पोर्टल त बन्यो लेट्स गो इन द पोर्टल जाम पोर्टलतिर हामी हामी यहाँ त निस्क्यौँ यहाँबाट हामीलाई के चाहियो अरे हामीलाई थोरै लिबरेट र
गाइस हामीले 32 वटा नेदरराइट ब्लक घाँस ल्याउन हामी त घाँसलाई त मार्यौं अब फेरि अब नेदरराइटलाई यादै नेदरराइट अब हामी यो इनरलाई ब्लक अफ नेदरराइट इन्गोटमा गरेर हामी नेदरराइटको आर्मर र नेदरराइटको केही सामानहरू गराउँछौँ। लेट्स गो गाइस अब यहाँदेखि जाने समय आयो। लेट्स गो हामी जाऊँ हाम्रो नर्मल मोडमा। एन्ड पोर्टल खोल्नु पर्छ र त्यो एन्ड पोर्टल हामीलाई एन्टरम्यानजीले खोलिदिनुहुन्छ। एन्टरम्यानलाई च्याक अरे यता महाशयहरूलाई मम्मी पेपर फुट्छ यहाँ भागो रे अरे पछाडिबाट हमला आउँछ तिमीहरूको म के गर्छु बसिरहेको भन अहिले भागौँ डे हुनलाई खाइनलाई म यहाँ लाभातिर फालिदिन्छु। बच्चाहरू हारेर खान् बचे हाल्नेको लागि र गाइस अब एन्डर ड्रागनलाई मार्न जानु पर्यो। लेट अस गो त्यसको लागि अब हामीलाई चाहिन्छ एन्डरम्यान जो कि पछाडि डुलिरहेको त्यसलाई गरेपछि त्यसको आमा मिलाउनु भएन। ओके सरी आमा मिलायो भने फेरि मार्छ। हेलो एन्डरम्यानजी एन्ड पोर्टलतिर लगिदिनुहोस् एन्ड पोर्टलतिर लगिदिन मद्दत गरिदिनु न प्लिज। गाइस त अगाडि हाम्रो घर बनाम लेट्स गो घर बनाम इन 3 अब बेस त यसमै बनाम जिसमा कि हामीले सिक्रेट बेसहरू नि गराउँ जो कि चर्च गएन यता साइड गरौँ यता साइड राम्रो छ। लेट्स गो घर बनाम। सो गाइस हामीले बनायौँ घर जो कि इन्टेरियर कम्प्लिट छ। त्यसको लागि अरू केही नि काम गर्नु पर्ला र हाम्रो बेडरक गरायो। हाम्रो बेडरक चाहिँ हाम्रो त ब्ल्याकस्मिथसम्म किनेको र हामीले थोरै नराम्रो यार हाम्रो के भन्ने बेसहरू नि गरायो। एउटा यस्तो सिक्रेट बेस छ जो कि हजुरहरूले थाहा पनि भएन होला जो कि छ यहाँ। ओके यसको तल पनि केही छैन त छैन यो लिफ्टको जस्तो काम गर्छ त्यसैले म यो प्लेस गरेको केही छैन अहिलेको लागि त जस्ट डिजाइन मात्र छ। हामीले जस्ट नेतरबाट ल्याएर यो के भन्छ क्वार्टर्सको ब्लक गराएको र अब जाम बाहिर अनि आइरन गोलम अनि मैले हायर गरेँ। अरे जाऊ तिमीहरू उता काम छैन तिमीहरूको बन्दा मोटे। सो गाइस यहाँ इन्टरम्यानले भनेको थियो यतै तलतिर छ एन्ड पोर्टल। सो लेट्स गो हामी आयौँ अनि फेरि अन्त अगाडि सबै प्लेस गरौँ न त भएको माल जति हामीसित भएको एउटा काम पर्यो। हेलो नमस्कार हामी माथि हाम्रो नगर्दिनु होला। ओए मोटो छुटको बेर लगाएको छुटको पुड्के। सो गाइस अझै एउटा एन्टरम्यानलाई मारेर फेरि लेट्स गो यो एन्डर ड्रागनलाई मार्ने भन्ने आइपुग्न सक्यो त मच्छर ठुलो मच्छरलाई मार्ने भनेर। लेट्स गो आई थिङ्क यहाँ रहेछ बाटो। यहाँ जाने बाटो त कतै त थियो मैले बिर्सेँ कहाँ जाने भनेर। आयो यता आयो त मैले एउटा एन्डर म्यानको लिएर गएको थिएँ त्यही भएर अब डेटा छ। सो गाइस यहाँ हामीले दुईवटा त गरिसक्यौँ। अब नेक्स्ट
गाइस फुट्दै पता त्यहाँ भएको सबै फुटाइदिउँ त्यसै चाहिँ एन्डरको हामीले के गर्छ मेनमा एन्ड गाइस इलाड्रा हामीले लियौँ हामीले गाइस फाइनली हामीले एन्डर ड्रागनलाई मार्यौँ र अब एन्डर ड्रागनलाई लिएर हामी यहाँ भाग्यौँ सो आयो सो गाइस हामी एन्डर ड्रागन लिने बाँकी छ अरे पकोडा ये पनि यार खाता कति भाग छ अपना मार है बे कसरी लिने गाइस लाग्छ कि आइसकेको छ त एन्डर सो गाइस त्यति मेहनत गरेर फाइनली एन्डर र्याङ्क पाएँ अब लेट्स गो यस गाइस माइनक्राफ्ट भइसकेको छ अनि फेरि माइनक्राफ्टले मस्तवाला माइनक्राफ्ट को पत्र आइसी the player in devastates yeah yes take care as it is high level now guys keep on news guys skip yes guys so finally enter dragon ni मर्यो र आजको भिडियो यही एन्डिङ गरौँ र see you in the next video bye bye